सामाजिक सञ्जालमा केही लेख्न अघि आफ्नो घाँटीको दाम्लो छाम्नुस् है। तपाईको घाँटीमा कतै तपाईकै बुढा वा युवा नेताले कुनै दाम्लो त लगाइदिएको छैन? वा तपाई आफ्नै मूर्खता वा अज्ञानताका कारण वा आफ्नो स्वयंसेवाका कारण दाम्लो लगाएर त हिँडिराख्नु भएको छैन? अनि आफू दाम्लो लगाएर तेरो कित्ता के, उसको कित्ता के, त्यसको कित्ता के भने कित्ता गाटे खेलमा हुत्त गरिराख्नु भएको छैन? जो कित्तामा भए पनि के दुनियाँभरका मान्छे तपाईको कित्तामा हुनुपर्छ र? अब तपाई कुनै आईटी सेलको सदस्य हुनुहुन्छ भने चाहिँ कुरा अर्कै हो। फेरि सबैलाई आफ्नो आफ्नो पेशा काम गरेर खाने हक छ। यो आईटी सेलवालाहरूले भनेको होइन। एभ्रीबडी सुड डु देयर प्रोफेसन एन्ड मेक लिभिङ आउट अफ इट। किनभने आईटी सेलको त फेरि उसको त नोकरी हो। आईटी सेलको अपवाद बाहेक होइन भने एकचोटि सोच्नुहोस् न, तपाई जो जीवनभरि आफूले सोचे जस्तो मान्छे आफू कहिले हुन सक्नु भएन, तपाई जो जीवनभरि आफूले सोचे जस्तो मान्छे आफू कहिले हुन सक्नु भएन, तपाई कसरी अपेक्षा गर्नु हुन्छ कि कोही अर्को मान्छे तपाईले सोचे जस्तो होला भनेर? त्यस्तो हुँदैन। तपाई जो आफूले सोचे जस्तो मान्छे आफू हुन सक्नु भएन, तपाई कसरी अपेक्षा गर्नुहुन्छ कि तपाई जुन जहाँ हुनुहुन्छ, तपाई जुन कित्तामा हुनुहुन्छ त्यो कित्तामा दुनियाँभरका मान्छे होलान् भनेर? त्यो मान्छेको निजत्व हुँदैन। यो निजत्व भन्ने शब्द तपाई एकदम ख्याल राख्नुहोस्। पछिल्ला दिनहरुमा म एकदम युज गर्दैछु। म बेला बेलामा केही शब्दहरू पसालिराख्छु। जस्तो वैश्युग भयो, अब त्यो त कण्ठ भइसकेको मान्छेलाई अब आज दाम्लोवाद पसाएँ, निजत्व भन्ने ल्याउँदैछु 2-4 हप्तादेखि। त्यो मान्छेको आफ्नो निजत्व हुँदैन। ऊ तपाईले भनेको जस्तो हुनुपर्छ, उसले तपाईले भनेको जस्तो सोच्नुपर्छ। मैले सबै मान्छेलाई तेरो हाइट मेरो हाइट जतिकै हुनुपर्छ भन्न मिल्छ? अथवा कुनै अर्को मान्छेले त यस्तो लुरे छस्, तेरो बडी सडी केही पनि राम्रो छैन भनेर मलाई भन्नु मिल्छ? तपाई आफू कौन सा महान आत्मा हो र तपाई अथवा म? आफूले भने जस्तो यो वादी त्यो वादी भएन भन्दैमा उसलाई निषेध गर्ने, उसको खिल्ली उडाउने।